सम्पूर्णमा नमस्कार। म नरेन्द्र पौडेल। आजको यस भिडियोमा हामी वन जङ्गलको महत्त्व अनि रुखको कटानी तथा वर्तमान अवस्थामा रहेर केही परिचर्चा गर्नेछौँ। नेपालको प्राकृतिक सम्पदाले धनी देश हो र हाम्रो वन जीवन र वातावरणको एउटा आधार पनि हो र वनले हामीलाई शुद्ध अक्सिजन प्रदान गर्दछ, कार्बन डाइअक्साइडको अवशोष गरी बाढी पहिरो र भूक्षयलाई नियन्त्रण गर्दछ, नदीलाई संरक्षण गर्दछ, वन्यजन्तु र चराचुरुङ्गीहरूको वासस्थान वन हो। जडीबुटी, काठ, दाउरा, घाँस तथा वन्यजन्तुहरू प्रदान गर्दछ र पर्यटन विकास र आर्थिक आम्दानीमा पनि यसले सहयोग गर्दछ। अनि अहिले पछिल्लो बेलामा वन खनानीहरू भएको कारणले गर्दाखेरि जथाभावी रुख काट्ने, वन क्षेत्रहरूलाई नष्ट गर्ने कार्यहरू भइरहेको छ। कानुनी वा अवैध रूपमा वन विनाशहरू भइरहेको छ। त्यो हुनुको मुख्य कारण भनेको अहिले विशेष गरी जनसङ्ख्या वृद्धि भएको छ अनि अर्को कृषिमा पनि हामी विस्तार गरेका छौँ। अवैध रूपमा काठ तस्करी भएको छ, सडक तथा पूर्वाधारहरू निर्माण भएको छ, सहरीकरण भइरहेको छ, वनमा डढेलो लागेको छ अनि जनमानसमा चेतनाको कमी पनि छ र भने कमजोर कानुनी भएको छ। अब यसले हामीलाई पर्ने प्रभाव भनेको तापक्रममा वृद्धि भइरहेछ दिन प्रतिदिन, जलवायु परिवर्तनहरू भइरहेको छ र अनियमित रूपमा वर्षा पनि भइरहेको छ, बाढी पहिरो र खडेरीहरू पनि देखिरहेका छौँ भने अर्को वन्यजन्तुहरूको वासस्थान नष्ट भइरहेको छ, जैविक विविधता गइरहेको छ, दुर्लभ प्रजातिको लुप्त हुने खतरा बढिरहेको छ अनि यो खानेपानीका स्रोतहरू पनि सुक्दै गइरहेको छ, स्वास्थ्यमा पनि असर परिरहेको छ, अझ भनौँ प्राकृतिक विपद पनि बढिरहेको छ। अब यसलाई हामी तुरन्त रोकथाम गर्न पनि जरुरी छ। यदि रोकथाम गर्नको लागि व्यापक रूपमा वृक्षारोपण गर्छौँ, प्राकृतिक रूपको सट्टामा नयाँ बिरुवा पनि रोप्नु पर्यो। अवैध रूपमा वन खनानीमा कडाइ रूपमा कारबाही गर्न सक्नु पर्यो। सामुदायिक वनलाई अब सशक्त बनाउन सकियो, वन डढेलो नियन्त्रण गर्न सकियो भने विद्यालयदेखि समुदायसम्म वातावरणीय शिक्षा पनि हामी गर्न सकियो। अन्तिममा भन्दैछु, वन भनेको भविष्यको जीवन हो। वन बच्यो भने वातावरण, पानी र मानव जीवनमा सुरक्षित हुन्छ। सबै मिलेर वनलाई संरक्षण गरौँ। एक व्यक्ति एक रूप, हरियो नेपाल, समृद्ध नेपाल, वन बचाउँ, भविष्य बचाउँ। सबैले धेरै धेरै धन्यवाद। भिडियोलाई लाइक, सब्सक्राइब र सेयर गरिदिनु।